ओके, जय मसीह तपाईँहरू सबैजनालाई भन्न चाहन्छु। अनि हामीले ऱ्याप्चरको सिरिजहरू हेर्दैछौँ र आज पनि हामीले त्यो रिलेटेड कुराहरू म तपाईँहरूको माझमा ल्याएको छु। अनि आशा छ पक्कै पनि तपाईँहरू सुन्न एकदमै एक्साइटेड हुनुहुन्छ। पवित्र आत्मा र दुलही भन्नुहुन्छ आउनुहोस्। यो तपाईँले प्रकाशको पुस्तकमा तपाईँले पाउनुहुन्छ। प्रकाश 22:17 भन्छ, पवित्र आत्मा र दुलही भन्नुहुन्छ आउनुहोस्। जसले सुन्छ त्यसले भनोस् आउनुहोस्। जो तिर्खाउँछ त्यो आओस्। जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा ल्याओस्। तपाईँ र म चाहिँ पवित्र आत्मा बोकेर हिँडेको ख्रिस्ट येशूको यानि कि परमेश्वरको जिउँदो मन्दिर हौ। हामी चाहिँ टेम्पल अफ गड भन्छौँ हामी, होइन? परमेश्वरको मन्दिर। हामी मन्दिर जाँदैनौँ, तर हामी मन्दिर चाहिँ हामी बोकेर हिँड्छौँ। त्यही कारणले गर्दाखेरि हामी कति भ्यालुएबल पर्सन छौँ, एकदमै महत्त्वपूर्ण, जसले चाहिँ संसारको पावरफुल व्यक्ति जो हामी देख्दैनौँ आँखाले, तर हामी विश्वास गर्छौँ। अनि त्यो बोकेर हिँडेको व्यक्ति चाहिँ तपाईँहरूमा बडी अफ क्राइस्ट हामी चढ्छौँ। आमेन। यो कुरोमा चाहिँ हामी एकदमै खुसी हुनुपर्दछ। अनि यूहन्ना सुसमाचार यूहन्ना 7:37 हामीले 39सम्म हेऱ्यो भने त्यहाँ यस्तो भनेको छ, अब चाडको पछिल्लो दिन अर्थात् चाडको प्रमुख दिनमा उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, यदि कोही तिर्खायो भने त्यो म कहाँ आओस् र पियोस्। जसले म माथि विश्वास गर्छ, धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगी निस्कने छ। आमेन। तपाईँले 39मा तपाईँले तल हेर्नुभयो भने यो चाहिँ ख्रिस्ट येशूले पवित्र आत्माको बारेमा भन्नुभएको भनेर त्यहाँ चाहिँ मेन्सन गरेको लेखिएको हामी पाउँदछौँ। त्यही कारणले गर्दाखेरि जसले सुन्छ त्यो आओस् र मबाट त्यसले जिउँदो पानी चाहिँ लियोस्। अनि ख्रिस्ट येशूले यहाँ भन्न खोज्नु भएको चाहिँ मानिसहरू चाहिँ एउटा पवित्र आत्मामा एउटा तृषित भएको उहाँले चाहनुहुन्छ। त्यही कारणले गर्दाखेरि जो म कहाँ आउनेछ त्यसलाई म उसको जीवनको उसको भित्री अन्तस्करणबाट बगी निस्कने जिउँदो पानीको मूल म बगी पठाउने छु। यो चाहिँ पवित्र आत्माको सुसमाचार यूहन्ना 7 तपाईँले 39मा तपाईँले हेर्नुभयो भने त्यही मजाले भनेको छ। यो चाहिँ ख्रिस्ट येशूले पवित्र आत्माको बारेमा भनेको कुरा हामी बुझ्न सक्दछौँ। तपाईँले सुसमाचार यूहन्ना 14:15-18 तपाईँले हेर्नुभयो भने पवित्र आत्मा चाहिँ सत्यको आत्मा हुनुहुन्छ भनेर त्यहाँ लेखिएको छ। धेरैजनाको बिचमा एउटा कन्फ्युजन छ, पवित्र आत्मा के आत्मा होला, त्रिएक परमेश्वर त भनिएको छ, तर धेरैजना कन्फ्युजन नहुनु होला। म तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु, त्यहाँ तपाईँले सुसमाचार यूहन्ना 14:15-18 हेर्नुभयो भने पवित्र आत्मा चाहिँ सत्यको आत्मा भनेको छ। अनि हामी 26-27 पनि हेरौँ। सुसमाचार यूहन्ना 15:26-27, जब सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरू कहाँ पठाइदिनेछु, अर्थात् सत्यको आत्मा। तपाईँले 15-18 पनि सत्यको आत्मा पाउनुहुन्छ भने तपाईँले 26-27 पनि अर्थात् सत्यको आत्मा जो पिताबाट आउनुहुन्छ उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ। तिमीहरू सुरुदेखि नै मेरो साथ रहेको हुनाले तिमीहरू पनि मेरा साक्षी हौ। यहाँ चेलाहरूलाई ख्रिस्ट येशूले त्यही भन्नुभएको, तिमीहरू सुरुदेखि मेरो अनि साथमा छौ, तिमीहरू मसँगै हिँडिराखेको छौ। जब सल्लाहकार म तिमीहरूलाई पठाउँछु, पिताको तर्फबाट म तिमीहरू कहाँ पठाउने छु, जो सत्यको आत्मा हुनुहुन्छ, उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ। प्रेरित 5:32 भन्छ, यी सबै कुराका हामी साक्षी हौ र त्यसै गरी पवित्र आत्मा पनि जसलाई परमेश्वरले आफ्ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ। आमेन। पवित्र आत्मा चाहिँ तपाईँ र म भित्र हुनुहुन्छ। प्रेरितको पुस्तकमा भनिएको छ, यी सबै कुराका हामी साक्षी हौ। पत्रुसले भनेको कुरा हामी साक्षी हौ। त्यसै गरी पवित्र आत्मा पनि तपाईँहरूमा भित्र हुनुभएको कारणले गर्दाखेरि पवित्र आत्मा पनि स्वयं साक्षी हुनुभएको छ। यसै कारणले गर्दाखेरि हामीले जति पनि कुराहरू गर्छौँ, ख्रिस्टको खातिर दुःख भोग गर्छौँ, असल कार्य गर्छौँ, इभन हामीले नराम्रो काम गर्दा पनि पवित्र आत्मा भित्र हुनुहुन्छ र उहाँले गवाही दिनुहुन्छ, उहाँले साक्षीको काम गर्नुहुन्छ। त्यही कारणले गर्दाखेरि हामी चाहिँ एउटा मन्दिर बोकेर, जिउँदो मन्दिर बोकेर, परमेश्वरको उपस्थिति पवित्र आत्मा बोकेर हिँडेका परमेश्वरको अनि यहाँनिर ख्रिस्टको हामी दुलही अनि चर्च हामी मण्डली हौँ। यसै कारणले गर्दाखेरि तपाईँहरू मेरो लाइफ स्टाइल एकदमै सिरियस तरिकाको हुनुपर्दछ। किनकि पवित्र आत्मा तपाईँ र म भित्र
हुनुहुन्छ। दोस्रो कोरिन्थी 1:21 देखि तपाईँले 22 तपाईँले हेर्नुभयो भने त्यहाँ पवित्र आत्मा तिमीहरूको हृदयमा छाप लगाइएको छ र भयानक रूपमा मैले तिमीलाई पवित्र आत्मा दिएको छु। उहाँले त्यो कुरा भन्नुभएको छ। भएन भनेको कुनै पनि कुरा मन परे पछाडि पछिको रूपमा लिने एग्रिमेन्टको रूपमा चाहिँ एउटा बैन चाहिँ गर्ने गरिन्छ। अनि त्यो बैन यदि दुई पक्षको बीचमा एग्रिमेन्टमा यदि बैन दिए तापनि अर्को पक्षले त्यो शर्तहरू राम्रो तरिकाले यदि निभाएन भने अथवा पहिलो व्यक्तिको अथवा दोस्रो व्यक्तिले कुनै पनि एउटा पक्षलाई अनि मन दुखायो भने अथवा शर्त अनुसार काम गरेन भने भएन फिर्ता हुन पनि सक्दछ। किनकि भएन भनेको चाहिँ एउटा टोकन जस्तै हो। त्यही कारणले गर्दाखेरि हामी सिरियस हुनुपर्छ। पवित्र आत्मा तपाईँ र मलाई एउटा बैनको रूपमा उहाँले दिनुभएको छ। जब उहाँले ख्रीष्ट येशूसँग हाम्रो मगनी गरिदिनु भयो अनि एक दिन विवाह गर्ने एउटा बाचाको सहित पवित्र आत्मा तपाईँ र म भित्र हुनुहुन्छ साक्षीको रूपमा। त्यही कारणले गर्दाखेरि बाइबलले भन्दछ तिमीले पवित्र आत्मालाई दुखी नतुल्याऊ। हाम्रो सोसाइटीमा हामीले धेरै व्यक्तिहरू हेऱ्यौँ भने कन्फ्युजन जस्तो हामी हुन्छौँ। यो व्यक्तिमा चाहिँ विश्वासी त भन्छ तर यो व्यक्तिमा पवित्र आत्मा छ कि छैन भनेर कतिचोटि क्वेसन रेज हुन सक्छ। किनकि एउटा सिरियस म्याटरको कुरा हो। किनकि हामी ऊभित्र पवित्र आत्मा छ कि छैन भन्ने कुरा हामी देखेर भन्न सक्दैनौँ। तर पवित्र आत्मा भएको व्यक्तिको लाइफ स्टाइल चालचलन सबै कुरा आनी बानी सबै कुराहरू चाहिँ नुन र ज्योतिको जस्तो भएको हामीले देखिनु पर्दछ। यदि त्यो भएन भने मलाई चाहिँ शङ्कै लाग्छ। किनकि तपाईँले पुरानो करारमा तपाईँले हेर्नुभयो भने सोलोमन राजाले बनाउनु भएको त्यो परमेश्वरको मन्दिरमा परमेश्वरको जिउँदो उपस्थिति हुने गर्दथ्यो। त्यो महापवित्र स्थानभित्र अनि त्यो सन्दुकभित्र अनि जिउँदो परमेश्वरको उपस्थिति हुने गर्दथ्यो। त्यही कारणले गर्दाखेरि यदि पुजारी पनि कुनै पनि पापलाई नचोख्याइकन ऊ लिप्त भएर गएको बेलामा यदि ऊ गयो भने ऊ इन्स्ट्यान्ट एउटा स्पट डेथ हुने गर्दथ्यो। किन परमेश्वरको उपस्थिति भएको कारणले गर्दाखेरि। तर समयको कुन चाहिँ कालखण्डमा परमेश्वरले त्यो मन्दिरबाट आफ्नो उपस्थिति छोडेर जानुभयो कुनै पनि मेन्सन गरेको छैन। तर जब त्यो कुराहरू पुजारीले थाहा पाए नि, यदि आफूले गल्ती गर्दै गर्दाखेरि पनि जब त्यो मन्दिरभित्र महापवित्र स्थानभित्र जब पस्दाखेरि उमा सुरुमा डर हुन्थ्यो, म कति मर्छु कि परमेश्वरको उपस्थितिले। तर जब उनीहरूले चाल पाए नि उनीहरूले चाहिँ रिलिजियस एउटा धार्मिक तरिकाले त्यसलाई ढाकछोप गरेर एउटा एक्टिङ जस्तो गरेको छ। सदा चाहिँ परमेश्वर हुनुहुन्छ र हामी चाहिँ ग्रहणयोग्य छौँ अनि मानिसहरूको बिचमा सबै ठिकठाक छ जस्तो उनीहरूले एक्टिङ गर्दै थियो। एक्ट गर्थ्यो भन्छ उनीहरूले एउटा फिल्मी शैलीमा। तर वास्तवमा उनीहरूको जीवन चाहिँ यति साह्रो नराम्रो थियो। त्यसले मलाकीको पुस्तकमा तपाईँले हेर्नु पाउनुहुन्छ पुजारीहरूलाई परमेश्वरले यति साह्रो झपारेको छ। पुजारीहरूलाई परमेश्वरले यति साह्रो हपारेको छ। किन भन्दाखेरि उनीहरूको जीवन चाहिँ के भयो, डबल स्ट्यान्डिङ भयो। बाहिरदेखि त अर्को, भित्र अर्को, अरूले देखाउँदा अर्को, आफू छुट्टै हुँदाखेरि अर्को। त्यही कारणले गर्दाखेरि पवित्र आत्मा तपाईँ र म भित्र छ भने तपाईँ र मेरो जीवन लाइफस्टाइल सबै कुराहरू चाहिँ परमेश्वरले चाहेको जस्तो हुनु पर्दछ। यो चाहिँ सिरियस म्याटर कुरा हो। हामीले यो कुरालाई खेलाचीमा हामीले लिनु हुँदैन। अनि एफिसी 5:25 देखि 26 हामीले हेर्यौँ भने पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। 26 यस हेतुले कि उहाँले आफ्ना पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन्। 27 र उहाँले दाग वा चौरी नभएको अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस्। आमेन। यहाँ चाहिँ परमेश्वरले पति र पत्नीको रिलेसनको बिचमा प्रेम र आदरको कुरा गरिकन मण्डलीलाई कसरी ख्रीष्टले प्रेम गरिकन आफूलाई अर्पण गर्नुभयो, मण्डलीको लागि आफ्नो देह त्याग गर्नुभयो, आफ्नो जीवन समर्पित गर्नुभयो भन्ने कुराहरू चाहिँ हामी यहाँ पाउँदछौँ। सो त्यसै कारणले गर्दाखेरि परमेश्वरले चाहेको आफ्नो मण्डली, आफ्नो हुनेवाला दुलही चाहिँ दाग वा चाउरी रहित तेजस्वी एकदमै झलल बढेको होइन। हामीले भन्यो भने वाउ त्यो व्यक्तिको मुहार हेर्दा कस्तो ब्राइट छ, कस्तो उज्यालो अनुहार छ। किनकि परमेश्वरले आफै कहाँ त्यो प्रस्तुत गर्नको लागि उहाँले चाहनु भएको पवित्र निष्कोट होस्।
हामी यदि विवाह गर्ने दिनमा हामी विवाह गरेको बेलामा आफ्नो हुनेवाला दुलही चाहिँ सबैको सामु अलिकति दुलही चाहिँ सबैको सामु अलिकति राम्री होस्, चिटिचाट्ट होस्, सबैले उनीहरू फोकस गरोस्, वाउ कस्तो राम्री श्रीमती अथवा कस्तो राम्री दुलही भनोस् भन्ने हामी चाहँदछौँ। त्यो कारणले गर्दाखेरि हामीले आफ्नो हुनेवाला श्रीमतीलाई, विवाहको दिनको दुलहीलाई हामीले आफ्नो तरिकाले सक्दो कोसिसले हामीले उसलाई अहिलेको चलन चल्तीको भाषामा भन्यो भने मेकअप होइन विभिन्न थरीको कसले गर्दा राम्रो हुन्छ अथवा एकदमै स्टडी गरेर हामीले सकभर हामी कोसिस गर्छौँ ताकि हामीले असल प्रस्तुत गर्नको लागि। अनि परमेश्वरले पनि त्यही चाहनुहुन्छ। थुमाको विवाहको बोझमा जब दुलही आउनुहुन्छ, उहाँले सबैको सामु आफ्नो दुलही चाहिँ बाहिरी सिँगार पटाको रूपमा होइन, तर भित्री चरित्रमा एकदमै असल, खोट रहित, दाग रहित, चाउरी रहित र तेजस्वी एकदमै ब्राइट उज्यालो उहाँले दुलही प्रस्तुत गर्न उहाँले चाहनुहुँदछ। प्रकाश 19:7-9 हामीले हेऱ्यौँ भने हामी रमाऊ र खुसी हौ र उहाँलाई महिमा दियौँ, किनकि थुमाको विवाहको दिन आएको छ र उहाँकी दुलही स्वयं तयार भएकी छिन्। चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो। चहकिलो मलमलको वस्त्र सन्तहरूको धार्मिक कार्य हुन्। आमेन। त्यो वस्त्रको कुरा गरेको छ, मलमल त्यो चहकिलो वस्त्र चाहिँ सन्तहरूको यानि कि पवित्र पारेको जातिको धार्मिक कार्य हुन्। तपाईँहरू मेरो जीवनको हरेक एक्टिभिटीले मिनिङ राख्दछ भने परमेश्वरप्रति गरिने हाम्रो लाइफ स्टाइल सबै कुराले चाहिँ मिनिङ राख्दछ। त्यो कारणले गर्दाखेरि मैले ख्रीष्ट येशूलाई पाइसकेँ, मैले परमेश्वरलाई पाइसकेँ, बाँकी जीवनमा आफ्नो तरिकाले माई बडी माई विश तरिकाले म जिउँछु भनेर तपाईँ यदि कल्पना गर्दै हुनुहुन्छ, सोच्दै हुनुहुन्छ भने तपाईँले परमेश्वरको इच्छा विपरीत अथवा तपाईँले हुनेवाला आफ्नो दुलहाको इच्छा विपरीत तपाईँले आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ। जुन कुरा चाहिँ तपाईँको हुनेवाला दुलहाको चाहना होइन, तपाईँको हुनेवाला दुलहाको चाहना चाहिँ तपाईँको लिभिङ स्टाइल, तपाईँको धार्मिक कार्यहरू चाहिँ एकदमै पवित्र, एकदमै स्वच्छ, ट्रान्सप्यारेन्ट भन्छौँ हामी, पारदर्शी, त्यो उहाँले चाहनुहुँदछ। अनि ती स्वर्गदूतले मलाई भने, यो लेख थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्। तिनले फेरि मलाई भने, परमेश्वरको सत्य वचनहरू यिनै हुन्। आमेन। तपाईँहरूमा आज जुन अवस्थामा छौँ अनि त्यही अवस्थामा हामीले परमेश्वरलाई हामीले धन्यवाद दिनुपर्ने हुन्छ, किनकि उहाँले तपाईँ र मलाई आफ्नो थुमाको विवाहको बोझको लागि उहाँले तपाईँ र मलाई निमन्त्रणा गर्नुभएको छ। यो चाहिँ ठुलो कुरा हो। हामी बडी अफ क्राइस्ट, हामी ख्रीष्टको शरीर हौँ, मण्डली हौँ। यसै कारणले गर्दाखेरि हामीले त्यो दिनको लागि हामीले आफैलाई तयारी गर्नुपर्ने हुन्छ। तर हामी आफ्नो कोसिसमा त सक्दैनौँ, किनकि हामी एकदमै कमजोर र दुर्बल छौँ। जब हामी कमजोर दुर्बल छौँ अनि हामीले कोरिन्थीको पुस्तकमा हेऱ्यौँ भने मेरो अनुग्रह तेरो दुर्बलतामा सिद्ध हुँदछ। त्यही कारणले गर्दाखेरि जब हामी दुर्बल छौँ, हामीले परमेश्वरतिर आफ्नो मुहार फर्काएर हामीले गुहार माग्यो भने हाम्रो गुहार चाहिँ परमेश्वरबाट आउँदछ। उहाँले हामीलाई सहयोग गर्नुहुन्छ, किनकि हामी भित्र पवित्र आत्मा छ, किनकि उहाँ सल्लाहकार हुनुहुन्छ, उहाँले हामीलाई सहायता गर्नुहुन्छ। प्रकाश 21:9 पवित्र आत्माले हामीलाई तयारी गराउनुहुन्छ भन्ने कुरा चाहिँ लेखेको पाउँदछौँ। तपाईँ राम्रोसँग हेर्नु भने प्रकाश 21:9 पवित्र आत्माले नै स्वयं दुलहीलाई भावी विवाहको लागि, थुमाको विवाहको लागि उहाँले हामीलाई तयारी गराउनुहुन्छ। त्यही कारणले परमेश्वरले तपाईँ र म भित्र पवित्र आत्मा राखिदिनु भएको छ, जो सत्यको आत्मा हुनुहुन्छ। यसै कारणले गर्दाखेरि तपाईँ र म चाहिँ पवित्र आत्माले तयारी गराउने स्थितिको, मनस्थितिको हामीले हुनुपर्दछ। यदि तपाईँ आफ्नो कुरा आफ्नै तरिकाले, आफ्नो लाइफस्टाइल आफ्नो तरिकाले गर्ने हो भने चाहिँ हामी आत्मा अनुसार चल्दैनौँ। यदि आत्मा अनुसार हामी चल्दैनौँ भने कसरी पवित्र आत्माले तयारी गराउनुहुन्छ र? यदि हामी तयार हुनको लागि हामीले पवित्र आत्माको आवाजलाई चाहिँ सुन्न सक्नु पर्दछ। सुसमाचार यूहन्ना 3:5 भन्छ, येशूले जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मिन भने परमेश्वरको राज्यमा पस्ने छैन। निकोदेमस जो एउटा फरिसी थियो, येशू ख्रीष्ट प्रति उसको लगाव देखेको कारणले गर्दाखेरि सबै व्यक्तिले देख्ला भनेर उसले रातिको समयमा अनि ऊ लुकी येशूकोमा आएको छ। त्यतिखेर येशू ख्रीष्टले भनेको कुरा यो चाहिँ निकोदेमसलाई येशूले जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, यदि कोही पानी र आत्माद्वारा जन्मिन भने
परमेश्वरको राज्यमा पस्न सक्दैन। तपाईँले प्रेरितको 2:1-4 हेर्नुभयो भने पहिलोपल्ट सबै मानिसमाथि पृथ्वीमा पवित्र आत्मा खन्याएको हामी पाउँदछौँ। पवित्र आत्माले भरेर उनीहरूले अन्य भाषाहरू बोलेको हामी पाउँदछौँ। अनि पहिलो कोरिन्थी 12:13 हामी हेरौँ, किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौँ। यहुदी वा ग्रीक, कमारा वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो। हामी सबैले एउटै शरीरमा एउटै पवित्र आत्माद्वारा हामी ब्याप्टिजम भएका हौँ। त्यो कारणले गर्दाखेरि फलाउनु व्यक्ति यस्तो, फलाउनु व्यक्ति उस्तो हामी नबनाऊ, किनकि हरेक व्यक्तिको लागि, हरेक दुलहीको लागि परमेश्वरले बराबर मूल्य चुकाउनु भएको छ र एउटै पवित्र आत्मामा एउटै शरीरमा हामी बप्तिस्मा हामी भएका हौँ। त्यसै कारणले गर्दाखेरि सुरुको विश्वासीहरूको जीवनमा फलानु विश्वासी हो, फलानु क्रिस्चियन हो भन्दाखेरि कस्तो एक्साइटेड हुन्थ्यो, कति एउटा खुसी लाग्थ्यो, मान्छेहरू हक गर्थ्यो, एक्साइटेड हुन्थ्यो। तर आज एउटा विश्वासी देख्ने बित्तिकै अर्को विश्वासी तर्सेर भाग्नुपर्ने स्थिति छ। शङ्का उपशङ्का, कस्तो खालको विश्वासी हो, के हो, झुटो चेपो हो कि कस्तो हो। तर वास्तवमा हामी जो पानी र आत्माद्वारा हामी जन्मेका छौँ भने हामी परमेश्वरको दुलही हौँ। हामी पवित्र आत्मा हामी भित्र हुनुहुन्छ, त्यही पवित्र आत्मामा हामीले बप्तिस्मा हामीले पाएका छौँ। रोमी 8:9 भन्छ, यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, यदि कन्डिसन छ, यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावमा होइन तर पवित्र आत्मामा हुन्छौ। तर कुनै मानिसमा ख्रीष्टको आत्मा हुनुहुन्न भने त्यो उहाँको हुँदै होइन। एकदमै गहिरो कुरा गरेका हामी पाउँदछौँ। जो व्यक्तिमा परमेश्वरको आत्मा वास गर्नुहुन्छ त्यो व्यक्तिमा पापमय स्वभाव हुँदैन, यानि कि पापमय स्वभावमा ऊ चलिरहन सक्दैन। तर कुनै पनि मानिसमा ख्रीष्टको आत्मा हुनु भने, यदि परमेश्वरको आत्मा हुनु भने त्यो उहाँको हुँदै होइन। त्यही कारणले गर्दाखेरि हामी चाहिँ सिरियस हुनु पर्दछ। यदि हामी परमेश्वरको आत्मा छैन भने, ख्रीष्टको आत्मा छैन भने हामी ख्रीष्टको दुलही पनि होइनौँ। हामी आफ्नो जीवन आफ्नै तरिकाले ल्याङफ्याङ तरिकाले हामी जिउँछौँ र त्यो दिनमा, परमेश्वरको त्यो महिमाको दिनमा, धन्यको आशाको दिनमा हामी उठाइ लगिँदैनौँ, हामी यही छोडिन्छौँ। किन भन्दाखेरि तपाईँ र म भित्र पवित्र आत्मा हुनुहुन्न। यसै कारणले गर्दाखेरि ख्रीष्ट येशूले निकोदेमसलाई त्यही भन्नुभयो, पवित्र आत्मामा नयाँ गरी जन्मिनु भने परमेश्वरको राज्यमा प्रवेश गर्न सक्ने छैन। त्यही कारण धेरैले भन्छ येशू त पायो, अब त के चाहियो भनेर धेरैजनाले एउटा फोकस गर्ने गर्दछ। हो, विश्वास गर्यौँ हामीले, त्यो आफ्नो ठाउँमा छ। विश्वास गरिसके पछाडिको लाइफ स्टाइल चाहिँ तपाईँ र मेरो अब सङ्घर्ष हुन्छ। केसँग? पापसँग। त्योभन्दा अगाडि हामीलाई ज्ञान थिएन, त्योभन्दा अगाडि हामीले पाप गर्दैन, हामीले केही मतलब लाग्थेन। तर जब विश्वासीले जुन दिन प्रभु येशूलाई व्यक्तिगत मुक्तिदाता र ग्रहण गर्यो, त्यो दिनदेखि विश्वासीको जीवनमा पापसँग लड्ने सङ्घर्ष सुरु भएको हुन्छ। होला सुरुमा कतिचोटि हामी पनि शारीरिक पापमा हामी लड्यौँ, हामीले हार मान्यौँ। तर जब हामी परमेश्वरसँग नजिक हुँदै गर्दाखेरि हामीले त्यो पापमा कति स्वभावहरूलाई हामीले त्यसलाई जितिसकेका छौँ। त्यही कारणले गर्दाखेरि तपाईँ र मेरो चेष्टा क्रिस्चियन जीवनबाट कुनै पनि पाप हुँदैन भन्न खोजेको होइन। तर हामी जो इम्याच्योर छौँ, हामी बालकै छौँ, कतिचोटि हामी गरी पठाउँदछौँ नचाहँदै पनि। तर तपाईँ र मेरो तात्पर्य त पवित्र आत्मा म भित्र हुनुहुन्छ, परमेश्वरको आत्मा म भित्र हुनुहुन्छ, ख्रीष्टको आत्मा म भित्र हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि म चाहिँ यो पापमै रहिरहन सक्दिनँ, म यो पापको दलदलमा रहिरहन सक्दिनँ। म निस्किन चाहन्छु। मैले सकेन, ओ पवित्र आत्मा तपाईँले मलाई अनुग्रह गर्नुहोस्, ओ मलाई यहाँबाट निकाल्नुहोस्, मलाई सहायता गर्नुहोस्। त्यो विश्वासीमा चाहिँ परमेश्वरको आत्मा छ। यदि तपाईँ त्यो भन्न सक्नुहुन्न, चुप लाएर पाप गरेर बसिराख्नुहुन्छ, नो मतलब, माई बडी माई विश, तपाईँ भित्र मलाई शङ्का लाग्छ परमेश्वरको आत्मा छ कि छैन। यही कारणले गर्दा तपाईँ र मेरो हरेक चाल चलनले म्याटर गर्छ। जो व्यक्तिमा परमेश्वरको आत्मा छ उसले पाप गरिरहन सक्दैन। हामीले मत्ती 5:13-16 हेऱ्यौँ भने डाँडाको उपदेश भन्छ, त्यहाँ नुन र ज्योतिको कुरा गरेको पाउँदछौँ। यो एकदमै प्रख्यात वचन हो। धेरै व्यक्तिले अनि यो ख्रीष्टको एउटा वचन भनेर अरू व्यक्तिहरूले पनि एक्जाम्पल दिने गर्छ, संसारको व्यक्तिहरूले पनि। त्यहाँ त्यही भनेको छ, तिमीहरू संसारको नुन हौ, र यदि नुनको स्वाद गयो भने त्यो फेरि केले नुनिलो पारिने, र त्यो त बाहिर फ्याँक्न र मानिसहरूले कुल्चन बाहेक त्यसको केही पनि काम हुँदैन। रोमी साम्राज्यको पालामा जब नुनको स्वाद गयो भने रोमी आर्मीहरूले
चाहिँ त्यो नुनलाई चाहिँ सडकमा फालिदिने गर्दथ्यो। जब सडकमा फालिदिने गर्थ्यो ताकि रोडमा चाहिँ झारहरू नमुरियोस्, रोड चाहिँ सफा होस्। जब रोडमा फालिदिन्थ्यो मानिसहरूले त्यो नुनलाई कुल्चिदिन्थ्यो। त्यही इन्सिडेन्टलाई एउटा बुझ्नको लागि येशू ख्रीष्टले त्यो एउटा दृष्टान्तमा भन्नुभयो। यदि नुनको स्वाद गयो भने त्यो त बाहिर फालिन्छ, त्यो बेकामको हुन्छ, मानिसले खुट्टाले कुल्चिन्छन्। भन्न खोजेको मानिसको पैताला मुनि तल्लो लेभलमा हुँदछ। त्यही कारणले गर्दाखेरि तपाईँ र म नुन हौ भने नुनले जे स्वाद दिन्छ त्यसको काम चाहिँ हामीले गर्न सक्नु पर्दछ। तपाईँले तरकारीमा थोरै नुन छुटाउनु भयो भने जति नै मिठो पकाउनुहोस् न त्यो मिठो हुँदैन। तपाईँ र म चाहिँ नुन र ज्योति भएर हामी बसेका छौँ। हामी ज्योति हौ। डाँडामा बसालिएको सहर चाहिँ लुक्न सक्दैन। जब मानिसहरूले समाजमा हेर्छ नि, तपाईँ र मेरो चालचलन, लिभिङ स्टाइल सबै कुरा हेर्दाखेरि यो व्यक्ति चाहिँ परमेश्वरको जन हो है, यो व्यक्ति चाहिँ बेग्लै छ है। त्यही कारण महात्मा गान्धीले भनेको कुरा मलाई एकदम याद छ। मलाई ख्रिस्ट चाहिँ मनपर्छ, मलाई येशू मनपर्छ, उहाँको शिक्षा मनपर्छ, तर मलाई क्रिस्चियन मन पर्दैन। किन भन्दाखेरि तपाईँ र मेरो लाइफस्टाइल, तपाईँ र मेरो गवाही येशू ख्रिस्टले भन्नुभएको जस्तो नुन र ज्योति भएन। हामी कतिजना हामी अझै पनि सोसाइटीमा हेऱ्यो भने कतिजनाले हामी भनेको सुन्छौँ, फलाना त कस्तो क्रिस्चियन है, अरू त यस्तो हुँदैन नि। उनीहरूले कम्पेयर गर्ने गर्दछ। त्यही कारणले गर्दाखेरि हामी एकदमै साक्षीको रूपमा छौँ भने हाम्रो लाइफस्टाइल, जीवनशैलीले पनि मानिसहरूलाई गवाही दिइरहेको छ ख्रिस्टको। त्यही कारणले गर्दाखेरि नुनको जस्तो स्वाद दिनु हुनु पर्यो, ज्योति जस्तो अरूलाई उज्यालोमा राख्ने हुन सक्नु पर्यो। त्यही कारणले गर्दाखेरि तपाईँ आफूले क्रिस्चियन भन्दै हुनुहुन्छ भने क्रिस्चियन शब्द चाहिँ पहिलोपल्ट अक्रिस्चियनहरूले यानि कि अन्य जातिहरूले ख्रिस्टलाई पछ्याउने व्यक्तिहरूलाई यिनीहरूलाई क्रिस्चियन भनिनेछ भनेर अरूले दिएको नामको उपमा हो। त्यही कारणले गर्दाखेरि तपाईँले आफूले क्रिस्चियन भनेर हुँदैन। त्यो त तपाईँको लाइफस्टाइल, ख्रिस्टलाई पछ्याएको जीवनशैली देखेर यो व्यक्ति चाहिँ क्रिस्चियन हो है अरूले भन्नु पर्दछ। बाइबलमा त्यही कुरो छ, अरूले भनिदिने कुरा यो व्यक्ति चाहिँ क्रिस्चियन हो है। मेरो नेपालीमा उखान छ नि, अरू तपाईँ भनोस् कि नभनोस् आफै म पाएँ भन्छ नि होइन। तपाईँको लाइफस्टाइल चाहिँ गतिलो छैन, तछर मछर एकदमै ल्याङफ्याङ्गो छ, क्रिस्चियन कतिजनाको एकदम म अचम्मै लाग्छ होइन। मैले एउटा रिसेन्ट एउटा भिडियो हेर्दै थिएँ। त्यो भिडियोमा के थियो भने तपाईँ कुन धर्म मान्नुहुन्छ, एउटा इङ्ग्लिसमा थियो, आई एम क्रिस्चियन, म क्रिस्चियन हुँ। कति एक्साइटेड थियो उनीहरू, म क्रिस्चियन हो भनेर चिनाउनको लागि। अनि तर जब तपाईँले 3टा भर्स भन्नु होला बाइबलको, यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भन्दाखेरि सबै टुवा छैन, वचन छैन। क्रिस्चियन भनिदिँदैमा क्रिस्चियन हुँदैन। वचन थाहा छैन परमेश्वरको, मुखले बोलेर मात्र हुँदैन। क्रिस्चियन जीवन चाहिँ विश्वासमा जिउने जीवन हो र त्यो चाहिँ हामीले वचनद्वारा मात्र हामीले जिउन सक्दछौँ। हामी यशाया 63 1देखि हामी 3 हेरौँ। बदला लिने र उद्धार गर्ने परमेश्वरको दिन भनेर लेखेको छ। एदोमबाट बोस्राबाट गाढा रातो रङले रङ्गाएको वस्त्रसित आउनु हुने को हो? रफिलो वस्त्र र आफ्नो शक्तिको बडापनमा आउँदै गर्नुहुने को हो? धार्मिकतामा बोल्ने र बचाउमा सामर्थी म हुँ। किन तपाईँको पोसाक दाग कुण्डमा पेल्नेहरूको जस्तो रातो छ? मैले एक्लै दाग कुण्ड पेले, जातिहरू मध्ये कोही पनि मसित थिएन। मैले रिसमा तिनीहरूलाई पेले र मेरो क्रोधमा तिनीहरूलाई कुल्चे। तिनीहरूको जीवन रक्त मेरो पोसाकमा छापियो र मेरो सबै वस्त्र रगतै रगत भयो। परमेश्वर प्रेमीले मात्र परमेश्वर हुनुहुन्न, परमेश्वरले चाहिँ बदला लिनुहुन्छ। उहाँ दाही परमेश्वर हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि परमेश्वरले आफ्नो इच्छा अनुसार नजिउने व्यक्तिलाई बाइबलमा क्रोध खनाएको हामी देख्दछौँ। हो, हामी एउटा अनुग्रहको पिरियडमा छौँ, अनुग्रहको समयमा छौँ। तर पावलले त्यही भन्छ रोमीको पुस्तकमा, के अनुग्रह छ भन्दैमा हामी पाप गर्दै हिँड्ने हो त? होइन, किनकि हामीले परमेश्वरको एउटै मात्र पाटो हेर्नु हुँदैन, सिक्काको जहिले पनि 2वटा पाटो हुन्छ। यसै कारणले गर्दाखेरि परमेश्वर चाहिँ बदला लिने परमेश्वर नि हुनुभएको कारणले गर्दाखेरि हामीले जहिले पनि सिक्काको 2वटा पाटो हेर्नुपर्छ। किनकि हामी नुन र ज्योति हौँ। नुन र ज्योतिले जे स्वाद दिन्छ त्यही स्वाद दिनुपर्ने हुँदछ। यदि म चाहिँ नुन हो भने तर स्वाद चाख्दाखेरि गुलियो भयो भने कसले त्यसलाई प्रयोग गर्दछ र? कुनै पनि व्यक्तिले नुन भन्दैन। त्यही कारणले गर्दाखेरि आफू जे हो त्यो अनुसारको हामीले स्वाद दिन सक्नु पर्दछ। एफिसी 5:15देखि 16 यस्तो लेखिएको छ, यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन,
तर बुद्धिमान जस्तो हो। 16 समयको पुरा सदुपयोग गर किनकि दिन खराब छ। यो चाहिँ तपाईँ र मेरो कन्टेक्स्टमा अहिले पनि मिल्दछ। वरिपरिको सबै कुरा हेऱ्यौ भने दिन चाहिँ एकदमै खराब छ। पहिलो कोरिन्थी 15:33 मा हामीले हेऱ्यौ भने खराब सङ्गतले असल चरित्रलाई बिगार्दछ भनेर त्यहाँ लेखेको पाउँदछौँ। त्यही कारणले गर्दाखेरि यदि अहिले हामीले आफ्नो साथी सङ्गी संसारको बनायौँ र संसारको तरिकाले हामी हिँड्यौँ भने हामीलाई बिग्रन एक समय पनि लाग्दैन, किनकि समय खराब छ। यसै कारणले होसियार भएर हिँड, तिमीहरू असल सङ्गत गर, दिन पुरा समयको असल तरिकाले सदुपयोग गर भनेर चाहिँ एफिसीको पुस्तकले त्यही भन्दछ। 17 यसै कारण मूर्ख नहो, तर प्रभुको इच्छा के हो सो बुझ। 18 दाख मध्येले नमात्यो, कारण त्यो विलासित हो, तर पवित्र आत्माले भरिपूर्ण हो। जब दाख मध्येले हामी मातिन्छौँ, दाख मध्येले मातिसके पछाडि तपाईँले नचाहँदै पनि उसको आफ्नै रस, उसको आफ्नै स्पिडमा तपाईँको यो बडी चल्छ। त्यसै गरी यदि हामी परमेश्वरको आगमनको हामी प्रतीक्षा गर्दैछौँ, उहाँको दुलै हौँ, उहाँको मण्डली हौँ भने हामी चाहिँ पवित्र आत्मामा भरिनु पर्दछ। ताकि जब हामी पवित्र आत्मामा भरिदछौँ, तपाईँ र मैले सोचेको जस्तो हुँदैन, परमेश्वरले सोचेको जस्तो तरिकाले पवित्र आत्माले तपाईँ र मलाई तयारी गराउनुहुन्छ, चलाउनुहुन्छ। पवित्र आत्माले तपाईँ र मेरो जीवनबाट ख्रीष्टलाई मनपर्ने महिमा चाहिँ बगाउनु हुँदछ। त्यही कारणले गर्दाखेरि हामी संसारको चाल चलन, त्यो रीतिरिवाज, त्यो तरिकाले आफ्नो लाइफ स्टाइललाई नबिताउँ, त्यो तरिकाले नजियौँ, तर पवित्र आत्मामा हामी नयाँ गरी हामी आफ्नो जीवनलाई नवीकरण गर्दै हामी अगाडि बढ्नुपर्ने हाम्रो कर्तव्य हो। तपाईँले आयुबको पुस्तक 42 1 6 हेर्नुभयो भने त्यहाँ आयुबले पश्चाताप गरेको हामी पाउँदछौँ। उसको जीवनमा अति नै उतार चढावको स्थिति आएको छ, तर पनि आयुबले लास्टमा पश्चाताप गरिकन मैले तपाईँको विरुद्धमा गलत सोचेको रहेछु, मैले त यस्तो यस्तो कल्पना गरेको रहेछु, तपाईँ यस्तो हुनुहुन्छ भनेर मैले सोचेको रहेछु, तर तपाईँ त्यस्तो हुनुहुन्न रहेछ। त्यही कारणले गर्दाखेरि अनि आयुबले खरानी घसेर भाङ्रा लाएर परमेश्वरको अगाडि उसले पश्चाताप गरेको छ। पश्चाताप गर्नु भनेको चाहिँ प्रभु क्षमा गर्नुहोस् होइन, पश्चाताप भनेको चाहिँ तपाईँ र मेरो हृदयको बदलीपना हो। त्यो कुरा चाहिँ बदलीपना, सोचाइको बदलीपना, ट्रान्सफर्मेसन अफ हार्ट भन्छ मेटानोया ग्रिकमा। त्यही कारणले गर्दाखेरि आयुबको जीवनमा त्यो पश्चाताप आएको छ। त्यस्तै पश्चाताप तपाईँ र मेरो जीवनमा पनि आउनु पर्दछ। आजकल त एकदमै सजिलो छ, मण्डलीमा पश्चाताप गरेको हो कि के हो, रुन्छ फेरि खतरा रोइदिन्छ, रोएर पुलपिनमा गएर जात्रा गरेर क्षमा माग्छ, फेरि मलाई क्षमा गर्नुहोस्। तपाईँलाई परमेश्वर क्षमा गरिसक्नुभयो, मण्डलीको अगाडि क्षमा मागेर नाटक गर्नै पर्दैन नि। फेरि ब्याक टु फेरि 2-3 महिनापछि त्यही काम गरिराखेको हुन्छ। क्षमा त मागिदियो तर पश्चाताप नै भएन क्या। पश्चाताप गरेको व्यक्तिले फेरि ब्याक टु त्यही काम गरिँदैन। यानि कि हृदय परिवर्तन भएको व्यक्तिले, सोच परिवर्तन भएको व्यक्ति त्यहाँ पुगिराख्दैन, फेरि त्यही दलदलमा। तर हामीको चाहिँ सिम्पली भयो, पाप गर्दैछ, क्षमा माग्दैछ, पाप गर्दैछ, यही होला भने न, परमेश्वरले त्यो चाहनु भएको होइन। कहिलेसम्म? अन्तिमसम्म पाप गर्दै गरे क्षमा मान्छेको माइन्डसेट के भयो, क्षमा माग्दै त हाले नि, क्षमा मागे, परमेश्वरले त्यो चाहनु भएको होइन। यदि तपाईँको छोरा यदि तपाईँले नचिताएको उस अवस्थामा चुरोट खाइराखेको तपाईँले देख्नुभयो, फर एन एक्जाम्पल, मम्मी मलाई आज क्षमा गर्नुहोस् मैले चुरोट खाएँ, इट्स ओके, आफ्नै छोरा तपाईँले क्षमा दिनुभयो, अनि फेरि 6 महिनापछि फेरि चुरोट खाइरहेको छ, मम्मी आज नि मैले चुरोट खाएँ मलाई क्षमा गर्नुहोस्, अलिक समय लागेर तपाईँले क्षमा गर्नुहुन्छ, अनि फेरि 2 वर्षपछि पनि चुरोट खाइराखेको छ, अनि फेरि तपाईँले नसकी क्षमा गर्नुहुन्छ। तपाईँले के चाहनुहुन्छ? मेरो छोरा चाहिँ टाइम चुरोट राखोस्, उसले आएर मसँग माफ मागोस्, इट्स ओके, त्यो चाहनुहुन्छ कि बरु माफ माग्नै पर्दैन, यसले चुरोट चाहिँ नखाइदियोस् न, हृदय परिवर्तन होस् न, तपाईँले त्यो चाहनुहुन्छ। परमेश्वरको चाहना पनि त्यो हो। ख्रीष्ट यसमा तपाईँ र मलाई उहाँले क्षमा त गरिसक्नु भएको छ। तपाईँ र म आमा गर्भावस्थामा हुँदाखेरि नै, नजन्मिँदाखेरि नै संसारको डल्लै पाप ख्रीष्ट यसमा उहाँले राख्नुभयो, उहाँलाई पाप बनाउनु भयो, अनि त्यहाँ सबै उहाँले बदला लिनुभएको छ। त्यो बुझेर तपाईँ र मैले चाहिँ अब हृदय परिवर्तन गर्ने कुरा हो। अनि यदि तपाईँ
आफ्नो जीवनलाई गलत तरिकाले मिसयुज गरिराख्नु भएको छ, गलत सन्देश जाने तरिकाले तपाईँले लाइफस्टाइल जिउँदै हुनुहुन्छ भने तपाईँलाई म होसियारी गर्न चाहन्छु, तपाईँ सिरियस हुनु पर्दछ, बोलाउनु पर्ने हुँदछ। रोमी 11:19 देखि 25 यहाँ यस्तो मजाको कुरा लेखेको छ, तिमी भन्नेछौ म कलमी बाँधिन सकु भनेर नै हाँगाहरू काटिएका थिए। ठिकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्। तिमीहरू चाहिँ तिम्रो विश्वासले मात्र खडा छौ। घमण्ड नगर, तर श्रद्धापूर्ण भए राख, किनभने यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई, यो भन्न खोजेको इजरायलीलाई बाँकी राख्नु भएन भने त तिमीहरूलाई पनि बाँकी राख्नु हुने छैन। भन्न खोजेको स्वाभाविक हाँगा भनेको इजरायल, हामी चाहिँ अन्य जाति येशू ख्रीष्टको अनुग्रहमा बाँचेको नयाँ सृष्टि हौ। त्यो कारणले गर्दाखेरि हामी श्रद्धापूर्ण भइराख्नु पर्दछ। यदि परमेश्वरले गलत तरिकाले जीवनयापन गर्दाखेरि, परमेश्वरको डर भएन मान्दाखेरि, यदि स्वाभाविक आफ्नो जातिलाई त उहाँले बाँकी राख्नु भएन भने हामी त कलमी बाँधिएका मात्र हौँ, हामी त ग्रेस पाएर बाँचेको मात्र हौँ, अनुग्रहमा मात्र बाँचेका हौँ। त्यो कारणले गर्दाखेरि हामीले घमण्ड नगर भनेर बाइबलले हामीलाई चेतावनी दिँदछ। यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख, पतन भएकाहरूमाथि कठोर व्यवहार, कडा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यो भने तिमीहरूलाई परमेश्वरको दया देखाइनेछ, नत्र त तिमी पनि काटिनेछौ। एकदमै चेतावनी दिएको छ यहाँ। तिनीहरू पनि अविश्वासमा ढिट भएर बसिनन् भन् त कलमी बाँधिनेछन्, किनभने परमेश्वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्न सक्नुहुन्छ। किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतुन भएर पनि काटियौ र प्रकृतिको विरुद्धमा एउटा असल जैतुनको बोटमा कलमी बाँधियो भने त त्यो प्राकृतिक हाँगाहरू आफ्नै निज जैतुनकै रुखमा झन् कति बढी कलमी बाँधिएलान्। तपाईँ र मलाई जङ्गली जैतुन भनेको छ, अनि जङ्गली जैतुन चाहिँ हामी एउटा प्राकृतिक जैतुनमा हामी एउटा कलमी बाँधिएको मात्र हौँ। यहुदीहरू चाहिँ रियल हाँगा हो, तपाईँ म चाहिँ जङ्गली जैतुन हो। हामीले अनुग्रह पाएका छौँ। त्यो कारणले गर्दाखेरि हामीले परमेश्वरको दयालाई हामीले खिलाँची लिनुहुन्न, हामीले सिरियसली लिनु पर्दछ। उहाँले जुन ग्रेस हामीलाई गर्नुभएको छ त्यो सर्टेन टाइमको लागि हो। कारणले गर्दाखेरि उहाँले गर्नुभएको ख्रिस्टमा गर्नुभएको त्यो फ्री त्यो ग्रेसको चाहिँ हामीले असल तरिकाले हामीले त्यसलाई आदर गर्नुपर्ने हुन्छ, सदुपयोग हामीले गर्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि धेरै मानिसको म लाइफस्टाइल देख्छु, एकचोटि बाँचिसकेपछि पछाडि सधैँ बाँचिराख्ने, सधैँ परमेश्वरले प्रेम गरिराख्ने जस्तो लाइफस्टाइल ल्याङफ्याङ म देख्दछु। तर परमेश्वरको चाहना चाहिँ त्यो हुँदै होइन। 25 भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु कि अन्य जातिहरूको सङ्ख्या पूर्ण नभएसम्म इजरायलीको एक अंशमा कठोरता आएको छ। परमेश्वरको एउटा अन्य जातिको एउटा अंश, एउटा हिस्सा जब त्यो दिन उहाँले कति चाहनु भएको छ त्यो पुरा नहुन्जेलसम्म इजरायल जातिमा कठोरता आउनेछ। जब त्यो पुरा हुनेछ उहाँले फेरि ब्याक टु, जब चर्च उठाइ लगिसक्नु भएपछि ब्याक टु 7 वर्षको लागि याकुबको दुःखको दिन सुरु हुँदछ, एन्टी क्राइस्ट आउँदछ, ख्रिस्ट विरोधी हुँदछ, सङ्कष्ट महासङ्कष्ट हुँदछ। त्यो समयमा फेरि उहाँले इजरायली जातिमाथि पुरानो तरिकाले उहाँले व्यवहार गर्नुहुन्छ, पुरानो करार अनुसार चल्नुहुन्छ अनि प्रेम गर्नुहुन्छ, आफ्नो 2 साक्षीहरू पठाइकन आफ्नो गवाही दिनुहुन्छ। त्यतिखेर चाहिँ उनीहरूले पनि एउटा दया, परमेश्वरको दयालाई चाहिँ देख्न सक्नेछ। यदि तपाईँ हामीसँग तपाईँको आत्मा, तपाईँको उपस्थिति यदि हामीसँग गएन भने हामी पनि यहाँबाट एक पाइला पनि हामी चाल्ने छैनौँ। मसँग परमेश्वरको उपस्थितिमा बसेर परमेश्वरको इच्छालाई बुझ्न चाहेको छ। तपाईँको इच्छा के हो? यदि तपाईँको इच्छा हामीसँगै भएर हामीसँगै अगाडि बढ्नुहुन्छ, तपाईँको उपस्थिति हामीलाई दिनुहुन्छ भने हामी पनि अगाडि बढ्नेछौँ, नत्र त हामी बढ्न सक्दैनौँ। त्यही कारणले गर्दाखेरि मसाको जस्तो सोचाइ तपाईँ र मेरो जीवनमा हुनुपर्दछ। प्रभु म यो काम गर्दैछु, म यस्तो गर्दैछु, तपाईँको विचार के छ, तपाईँको यसमा सोच के छ, तपाईँको उपस्थिति यदि यो ठाउँबाट अथवा तपाईँको उपस्थिति यो कार्य गर्दाखेरि मसँग हुँदैन भने म यो काम गर्दिनँ। त्यही कारणले गर्दाखेरि त्यसै पवित्र आत्माले तपाईँ र मेरो जीवनमा काम गर्न दिनुभएको हो। त्यही कारणले गर्दाखेरि हरेक काममा हामीले परमेश्वरलाई धन्यवाद दिइकन परमेश्वरको उपस्थिति, परमेश्वरको अगुवाई त हामीले खोज्नु पर्ने हुँदछ। दोस्रो तिमोथी 4:6-8 किनभने म त बलिको रूपमा अर्पण हुन लागेको छु र मेरो विदायको बेला आएको छ। मैले उत्तम लडाई लडेको छु, मैले दौड सिद्ध्याएको छु,
मैले विश्वासलाई बचाइराखेको छु। अब उपरान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताको न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ। र मलाई मात्र होइन, तर उहाँको पुनरागमन, उहाँको आगमन प्रिय मान्यहरू सबैलाई उहाँले दिनुहुन्छ। तपाईँ र म चाहिँ एउटा दौडमा छौँ, एउटा एथलेटिक्स, एउटा दौडमा सहभागी हुने व्यक्तिले, म कतिजनाको व्यक्तिको जीवनमा देख्छु, हो उसले भलाइ त्यो दौड नजितेको छ, तर त्यो दौडको सबै कुरा चाहिँ उसले पार गरेको छ। तपाईँ र मेरो जीवनमा चाहिँ को कसोसँग कम्पिटिसन होइन, रामबहादुरले श्यामबहादुरसँग, श्यामबहादुरले हरिबहादुरसँग कम्पिटिसन होइन। तपाईँको कम्पिटिसन तपाईँसँगै हो। तपाईँले जुन दिन परमेश्वरले यीशु ख्रीष्टलाई ग्रहण गर्नुभयो, तपाईँको विश्वासको यात्रा सुरु भयो र तपाईँको जीवन अन्त्य नहुन्जेलसम्म तपाईँले त्यो विश्वासलाई बचाइराखिकन दौडलाई सिद्ध्याउनु पर्ने हुन्छ। त्यही कारण प्रेरित पावलले भन्न सक्नुभयो, मैले दौडलाई सिद्ध्याएँ, मैले उत्तम लडाइँ लडेँ, अब मेरो विदायको बेला आएको छ। मलाई परमेश्वरले धार्मिकताको मुकुट राख्नु भएको छ। त्यही कारणले गर्दाखेरि मलाई मात्र होइन, तपाईँहरूलाई पनि त्यो धार्मिकताको मुकुट राख्नु भएको छ, किनकि परमेश्वरको पुनरागमन प्रिय मान्यहरू सबैलाई उहाँले दिनुहुन्छ। त्यही कुरा भनेको हामी पाउँदछौँ। दोस्रो तिमोथीमा प्रेरित पावलले 4:9 म कहाँ चाँडै आउनलाई भर मजदुर कोसिस गर, सकेसम्म कोसिस गर, किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकीमा गएको छ। पावलले तिमोथीलाई रिक्वेस्ट गरेको छ, म कहाँ आउनलाई तिमीले सकेसम्म कोसिस गरेर आऊ, म भेट्न चाहन्छु। 13 मा हेऱ्यौँ भने, दोस्रो तिमोथी 4:13 मा हेऱ्यौँ भने, त्रोआसमा कर्फास कहाँ मैले छोडेको खास्टो र पुस्तकहरू, विशेष गरी चर्मपत्र तिमी आउँदा तिम्रो साथमा लिएर आऊ। हेर्नुहोस् त, पावलको त्यो परमेश्वर प्रति प्यासी, आफ्नो जीवन कतिखेर त्यो रोमी जेलमा सकिने हो मतलब छैन, आफ्नो दौड सिधाइसकेको छ, खुसी छ, तरै पनि जीवनको अन्तिम अवस्थासम्म पनि परमेश्वरको पुस्तक, परमेश्वरको वचन पढ्नलाई तृषित भएको हामी पाउँदछौँ। यदि तिमोथी तिमी कोसिस गर म कहाँ आउनलाई, यदि तिमी आउने बेलामा चाहिँ मेरो खास्टो, यानि कि त्यतिखेर एउटा जाडो महिना भएको हुनुपर्दछ, जाडो भएर भनेको हुनुपर्दछ, मेरो खास्टो यानि कि ज्याकेट त्यो लिएर आऊ, र पुस्तक विशेष गरी चर्मपत्र। तपाईँ र म चाहिँ शनिबारको दिन मात्र पास्टरले भनिदिएर आधी घन्टा 1 घन्टा सुन्ने विश्वासी नहौ, तर पर्सनल डिभोसन, पर्सनल परमेश्वरको वचन अध्ययन हामीहरूको हुनुपर्दछ, जो प्रेरित पावलको जीवनमा हामी देखेको पाउँदछौँ। अन्तिम अवस्था पनि परमेश्वरको वचन अझै समय मैले केही सिक्न बाँकी छ कि, अझै केही प्रकाश पाउँछ कि, कति साह्रो प्यासी परमेश्वरको वचनप्रति भोको भएको हामी पाउँदछौँ। हामीले त बाइबल पढ, यति पैसा दिन्छु भन्दा नि कतिजनाको त पढ्दैन पनि होला, पैसा चाहिँदैन, बरु म पढ्नै मन लाग्दैन, होइन? हामी त्यस्तो हुनु हुँदैन। तर हामी पवित्र आत्मामा हामीले आफ्नो जीवनलाई हामीले सेटल गराउँछौँ, पवित्र आत्माअनुसार हामी चल्छौँ भने हामीले परमेश्वरको वचनलाई चाहिँ दैनिक रूपमा अध्ययन गर्नुपर्ने हुन्छ। परमेश्वर आफ्नो वचनद्वारा तपाईँ र मेरो जीवनमा बोल्नुहुन्छ। विभिन्न वक्ता, विभिन्न व्यक्तिहरूको नि सुन्नुपर्छ, त्यो आफ्नो ठाउँमा छ, एउटा सिद्धान्त मिल्ने, तर मेन गरी तपाईँको जीवनमा परमेश्वर स्वयं आफै उहाँको जिउँदो वचनद्वारा बोल्नु हुँदछ। त्यही कारणले गर्दाखेरि बाइबल अध्ययन एकदमै इम्पोर्टेन्ट कुरा हो। प्रकाश 22:20 भन्दछ, यी कुराको गवाही दिनेले भन्नुहुन्छ, निश्चय नै म चाँडै आउँदैछु, आमेन, आउनुहोस् हे प्रभु येशू। तपाईँ भन्नुहुन्छ यदि प्रभुको आगमन नजिक छ भने कतिजना विश्वासी तर्सिन्छ, डराउँछ, एकछिन अलिक पछि आए हुन्थ्यो नि यार, के गर्ने होला, किन भन्दाखेरि आफ्नो लाइफस्टाइल ठिक छैन। त्यही कारणले गर्दाखेरि र अन्धकारमा जिइराखेको छ। तपाईँ कुनै पनि विश्वासीले तपाईँ भनी हेर्नुहोस् त, प्रभु चाँडै आउँदै हुनुहुन्छ नि भन्नुहोस् त, उसको अनुहार ठ्याक्कै बिग्रिहाल्छ। तर वास्तवमा प्रभु चाँडै आउँदै हुनुहुन्छ। हाम्रो पहिलो प्रेमी भन्ने शब्द सुन्दाखेरि तपाईँ र म त वाउ, म त खुसी छु मेरो दुलालाई भेट्न भन्ने टाइपको हुनु पर्थ्यो त्यो। तर धेरै जसो विश्वासीको त अनुहार त त्यो मरिच खुम्चिया जस्तो खुम्चिहाल्छ। किन भन्दाखेरिमा तयारी छैन, जीवन स्टाइल संसारसँग एक भएर जिइराखेको छ, पवित्र आत्माको उपस्थितिमा चलेको छैन, पवित्र आत्माको अगुवाईमा चलेको छैन। यसै कारण तपाईँ र मेरो त पवित्र आत्मामा हामी चल्नुपर्ने हुन्छ। तपाईँ र मेरो प्रेरित, अन्य जातिको प्रेरित पावलले के भन्नुहुन्छ त, हामी त्यो खण्ड हेरेर, हामी त्यो भर्स हेरेर हामी अन्त गर्नेछौँ। पहिलो कोरिन्थी 16:1
21 र 22 हामी हेरौँ। म पावल आफ्नै हातले यो अभिवादन लेख्दैछु, कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्। हे हाम्रा प्रभु आउनुहोस्। आमेन। पावलले आफ्नो जीवनको कालखण्डमा पत्र लेख्दा व्यक्तिगत जीवनमा पनि भनेको पाउँदछ, हे हाम्रो प्रभु आउनुहोस्। पवित्र आत्मा र दुलही भन्नुहुन्छ। प्रकाश 22:17 पवित्र आत्मा र दुलही भन्नुहुन्छ, आउनुहोस्। हे हाम्रो प्रभु आउनुहोस्। जसले सुन्छ त्यसले पनि भनोस् आउनुहोस्। को व्यक्तिले आउनुहोस् भन्न सक्छ? जो व्यक्ति तयारी छ त्यो व्यक्तिले मात्र आउनुहोस्। यदि श्रीमान विदेशमा छ, यहाँ तपाईँ हुनुहुन्छ, तपाईँको अरू व्यक्तिसँग तपाईँको चक्कर चलिराखेको छ भने श्रीमानले म आउँदैछु प्रिय नेपालमा भन्यो भने तपाईँ अलिक पछि आउनु न, किनकि तपाईँ तयारी छैन, तपाईँको लिभिङ स्टाइल ठिक छैन। तर तपाईँ एकदमै असल तरिकाले एकदमै इमान्दारी पूर्वक तपाईँको लाइफस्टाइल बिताइराख्नु भएको छ। श्रीमानले मेरो प्रिय माई डार्लिङ म आउँदैछु भन्यो भने तपाईँ वाउ ताने आउनु, तर मलाई यस्तै यस्तै ल्याइदिनु, यस्तै यस्तै ल्याइदिनु डिमान्ड हुन्छ। त तयारी नभएको मान्छेको चाहिँ बाहना हुँदछ। यसै कारणले गर्दाखेरि प्रेरित पावलले पनि हे हाम्रो प्रभु आउनुहोस् भनेर बोलाएको हामी पाउँदछौँ। रोमी 10:9 र 10 तपाईँले हेर्नुभयो भने मानिसले आफ्नो हृदयले विश्वास गर्छ र आफूले मुखले स्वीकार गर्दछ। जसले प्रभु येशूलाई व्यक्तिगत रूपमा मुक्तिदाता प्रभु भनेर ग्रहण गर्दछ, मरेकोबाट परमेश्वरले उहाँलाई जीवित पार्नुभयो भने विश्वास गरेर मुखको वचन बोल्दछ, उसको उद्धार हुनेछ भनेर लेखेको हामी पाउँदछौँ। किनकि मानिस आफ्नो मुखको बोलीमा नै ऊ निर्दोष ठहरिनेछ। यदि तपाईँ र म तयारी छौँ, त्यो दुलालाई भेट्न उत्कट इच्छा हामी राखिराखेका छौँ भने तपाईँ र मेरो बोली हुनुपर्दछ, हे हाम्रा प्रभु आउनुहोस्, म तयारी छु। हे मेरो दुलाहा आउनुहोस्, म तयारी छु। त्यो बोलीले तपाईँ र म निर्दोष ठहरिनेछ। तपाईँ र मैले उद्धार मुक्ति पनि यही बोलीको आधारमा पाउने हो भने त्यो दिनको तयारीको त्यो एउटा निर्दोषता पनि यही बोलीको आधारमा सत्य ठहरिनेछ। जो व्यक्ति निर्दोष छ उसलाई प्रभुसँग भेट्ने चाहना हुँदछ र उसले भन्छ, हे मेरा दुल्हा, हे मेरा प्रभु। एकाले म तपाईँलाई भन्न चाहन्छु, यदि हामी तयारी भएको छौँ भने तपाईँ र मैले प्रभुलाई बोलाउनु पर्ने हुँदछ। किनकि जसै अहिले यहुदीहरूले बोलाइराखेको दिनमा 3 खेप प्रार्थना गर्छ भन्छ। उनीहरूले ख्रिस्ट कुरिराखेको छ, हे ख्रिस्ट आउनुहोस्, हे हाम्रो ख्रिस्ट आउनुहोस्। उनीहरूले आफ्नो तरिकाले बुझिएको छ, तर पनि उनीहरूले जानी नजानी बोलाइराखेको छ। त्यसै गरी पनि हामीले पनि यदि हामीले परमेश्वरलाई चिनेका छौँ, उहाँ हाम्रो पहिलो प्रेम हो भने तपाईँ र मैले पनि उहाँलाई बोलाउनु पर्ने हुन्छ। प्रेरित पावलले बोलाउनु भयो जस्तै, पवित्र आत्मा र दुलहीले बोलाउनु भएको जस्तै तपाईँ र मैले व्यक्तिगत जीवनमा पनि मुखबाट स्वीकार गर्नुपर्ने हुन्छ, मुखले घोषणा गर्नुपर्ने हुन्छ, हे मेरा प्रभु आउनुहोस्। हस् त, धन्यवाद।